कङ्ग्रेचुलेसन्स नेपाल क्रिकेट टिमले आइसिसी मेन्स टी20 वर्ल्ड कप एसिया क्वालिफायरको पोइन्ट्स टेबलमा टपमा रहेर फिनिस गरेको छ। यो सँगै पोइन्ट्स टेबलको टप 3 टिम ओमन, युएई, नेपाल भारतमा हुने विश्वकपको लागि छनौट भएका छन्। पोइन्ट्स टेबलको टपमा रहेको कारणले गर्दा नेपालले ट्रफी पनि जितेको छ। अब भने म तपाईहरुलाई चाहिँ आजको यस भिडियोमा चाहिँ नेपालको अपकमिङ म्याचेसहरु कुन कुन रहेको छ त्यसको बारेमा चाहिँ डिटेल इन्फर्मेसन दिन गइरहेको छु। कृपया भिडियो अन्तिमसम्म हेरेर बस्दिनु होला। नेपालको अपकमिङ क्रिकेट म्याचको कुरा गर्दाखेरि अब भने नेपालले क्रिकेट टिम युएई प्रस्थान गर्नेछ, जहाँ दुवै इन्टरनेसनल क्रिकेट स्टेडियममा युएई अगेन्स्ट 2वटा ओडिआई म्याच र युएसए अगेन्स्ट 2वटा ओडिआई म्याच हुनेछ। यी सबै म्याचहरू आइसिसी क्रिकेट वर्ल्ड लिग को अन्तर्गतका म्याचहरू हुनेछन्। यो म्याचहरू निकै इम्पोर्टेन्ट हुने छ नेपाली क्रिकेट टिमको लागि फर दि क्वालिफाइङ आइसिसी क्रिकेट वर्ल्ड कप, जो चाहिँ 2027 मा हुनेछ साउथ अफ्रिकामा। र आफ्नो ओडिआई स्ट्याटस बचाउनको लागि पनि नेपालले लगभग आफ्नो त्यो पोइन्ट टेबल आइसिसी क्रिकेट वर्ल्ड लिगको पोइन्ट टेबलको टप 4 मा वा 5 मा चाहिँ फिनिस गर्नुपर्ने हुन्छ। याद गर्नुस्, ओडिआई स्ट्याटस कायम गर्नको लागि यदि कायम गर्न सकिएन भने पनि नेपालको ओडिआई स्ट्याटस चाहिँ जान्छ। सो द्याट यो म्याचहरू निकै इम्पोर्टेन्ट छ फर नेपाली क्रिकेट टिम। यो चाहिँ 26 अक्टोबरदेखि 9 नोभेम्बरसम्म हुनेछ यो म्याचेसहरू। दुबईमा सकिसकेपछि आइसिसी क्रिकेट वर्ल्ड लिगको म्याचहरू, त्यसपछि नेपाली क्रिकेट टिमले चाहिँ हङकङमा हुने हङकङ सिक्सेस टुर्नामेन्टमा चाहिँ भाग लिनेछ, जुन चाहिँ 7 नोभेम्बरदेखि 9 नोभेम्बरसम्म हुनेछ। यो केवल 6 ओभरको गेम हुनेछ। खासै यो नेपाली क्रिकेट टिमलाई चाहिँ फरक पर्दैन, तर चाहिँ यो चाहिँ जस्ट इन्टरटेनमेन्टको लागि हुने म्याच हो यो, जुन चाहिँ हङकङमा हुनेछ। यसमा चाहिँ 12वटा टिम सहभागी हुनेछन्, जहाँ चाहिँ नेपालले साउथ अफ्रिका र अफगानिस्तान अगेन्स्टमा आफ्नो पहिलाको 2टा म्याचेसहरू चाहिँ खेल्नेछ। हङकङ क्रिकेट लिग पछि चाहिँ नेपाली क्रिकेट टिमले कुनै पनि इन्टरनेसनल क्रिकेट म्याच खेल्ने छैन। त्यसपछि हाम्रो घरेलु मैदानमा हुने क्रिकेट लिग नेपाल प्रिमियर लिग सुरु हुनेछ, जुन चाहिँ हामी नेपाली फ्यानहरू एकदमै वेटिङ गरिरहेका छौँ। त्यो नेपाल प्रिमियर लिग सुरु हुनेछ र आशा छ यहाँबाट राम्रा राम्रा ब्याट्सम्यान र राम्रा राम्रा बलरहरू निस्किनेछन् फर चाहिँ त्यो टी20 वर्ल्ड कपको लागि। नेपाल प्रिमियर लिग सकिसकेपछि नेपाली क्रिकेट टिमले नेपालकै क्रिकेट स्टेडियममा चाहिँ एउटा ट्राई सिरिज खेल्नेछ भनेर चाहिँ एउटा हल्ला आएको छ। सायद यो सत्य साबित होस्। यदि खेल्यो भनेपछि नेपालले नेदरल्यान्ड र जिम्बाब्वेसँग आफ्नै क्रिकेट स्टेडियममा खेल्छ। तर यो आधिकारिक न्युज होइन, कन्फर्म न्युज पनि होइन, केवल यो सोसल मिडियामा अहिले हल्ला भएको छ कि नेपाल, नेदरल्यान्ड र जिम्बाब्वे बीचमा चाहिँ नेपाल प्रिमियर लिग सकिसकेपछि ट्राई सिरिज हुनेछ टी20 फर्मेटमा टियु क्रिकेट स्टेडियममा। बट कन्फर्म न्युज होइन। तर भने क्यानका अफिसियलका अनुसार चाहिँ टी20 वर्ल्ड कप अगाडि प्रिपरेसनको लागि चाहिँ नेपाली क्रिकेट टिमले चाहिँ एसियाको आई थिङ्क बङ्गलादेश, अफगानिस्तान, श्रीलङ्का यी 3वटा मध्ये चाहिँ एउटा टिमसँग चाहिँ टी20 सिरिज खेल्नेछ क्यानका अफिसियलका अनुसार। अहिलेसम्म चाहिँ कुन टिमले